टार्गेट के हुन्छ भन्दाखेरि तिम्रो राजालाई अट्याक गर्ने हुन्छ के होइन। तिम्रो राजालाई मैले अट्याक गर्न पाएँ भने फेरि पानी पनि भन्न पाउँदिनँ। हेलो साथीहरू, आज चाहिँ हामीले चेस खेल्यौँ बुढाबुढी मिलेर। र कस्तो छ चेस, कसले जित्छ, भिडियो अन्तिमसम्म हेर्नुहोला। मैले चाहिँ चेस कलेज लाइफमै खेल्न सिकेको थिएँ साथीहरूबाट, अनि मोबाइलमा पनि डाउनलोड गरेर धेरै पटक प्र्याक्टिस गरियो र साथीहरूसँग पनि खेलिन्थ्यो। केही समय भयो यो खेल्न छोडेको थिएँ, अनि पौवादुङमा गाउँपालिका गइसकेपछि विशेष गरी माने डाँडामा यो चेस खेल्ने बुढाहरू पनि होइन, बुढा एकदम वृद्ध बाजेहरू पनि खेलिराख्नुहुन्थ्यो। उहाँहरूसँग अलिकति उहाँहरूले खेलेको देख्दा हामीले पनि अझ फेरि खेल्नुपर्छ, यो त राम्रो गेम पो हो भन्ने मलाई लाग्यो। र आज मसँग यो चेस थियो, पहिला नै मैले ल्याएको थिएँ बहिनीसँग खेल्नको लागि, र आज चाहिँ बुढीसँग खेल्ने अवसर मिल्यो। र उसलाई चाहिँ आउँदैन, आएको थिएन। मैले चाहिँ यो यसरी खेल्ने, अनि यसको नियमहरू यस्तो हुन्छ, यसले यसरी चल्न पाउँछ भनेर भने होइन। त्यसपछि चाहिँ उसले पनि खेल्न प्रयास गर्दैछन्, र म पनि एकदम यिनी कमजोर त छन्, म सकिहाल्छु भनेर खेलिरहेको छु होइन। तर मेरो हेर त सुरुमै एउटा गुटी खाइहालिन्। सुरुमा मेरो सिपाही गयो, रुकेगा नेमी। हामीले खेलेको देखेर सानो बहिनी पनि खेल्न सिक्दैछ। यो खेल खेल्न निकै रहर लाग्यो, र यो यसमा जनावरहरू होइन, राजा रानी भनिसकेपछि एकदम बच्चाहरूले पनि मन पराउने खेल हो होइन। त्यसैले तपाईँहरूले आफ्नो बच्चाहरूलाई पनि यो खेल देखाउन सक्नुहुन्छ, खेलाउन सक्नुहुन्छ। यो खेल बहिनीले थाहा पाएदेखि जति बेला पनि खेल्यौँ भन्छ मलाई, अनि आफैले गोटी मिलाउँछ अनि खेल्न सिकाउँछ। त्यसपछि मलाई पनि सजिलो भएको छ। नभए अरू बेला मोबाइल हेरिराख्ने मान्छे यो चेस दिइसकेपछि त चेस नै खेलौँ भनेर भन्छ, र सिक्दै पनि छ। र मैले उसको विद्यालयमा पनि गएर यो सुझाव दिएको छु कि बच्चाहरूलाई चाहिँ खेलप्रति अलिकति जागरुक गराउनु पऱ्यो, सिकाउनु पऱ्यो होइन। चेस होइन, यस्ता नयाँ नयाँ गेमहरू बच्चाहरूलाई सिकाउनु पर्छ भनेर पनि मैले भनेको छु। बेलाकारमा जहाँसम्म चल्न पायो त्यहाँसम्म चल्न पाउँछ। मेरो नजिकमा मेरोमा यो मन्त्री छ, यो घोडा छ, यो छ होइन, खान सक्ने खान्छ आफ्नो एरियामा। खान्छन् नि आफ्नो एरियामा आयो भने चाहिँ खान सक्ने। यो खेलले आफ्नो स्मरण शक्ति पनि बढाउँछ, र आफूसँग मसँग भएका क्षमताहरू, मेरा पावरहरू चाहिँ के हुन्, मेरो स्ट्रेन्थहरू के हो भन्ने कुरा पनि यसले पत्ता लगाउन मद्दत गर्छ। र त्यो भएको पावरलाई कसरी युज गर्ने होइन, अहिले सर्ट टर्ममा युज गर्दा के फाइदा हुन्छ, लङ टर्ममा युज गर्दा के फाइदा हुन्छ भन्छ। तर त्यस कारणले गर्दाखेरि गेम होइन, कुनै पनि आफ्नो सफलता हासिल गर्नको लागि यसले पक्कै पनि सहयोग गर्छ, र हामी त्यही कुरा सिक्दै पनि छौँ। अब मेरो टार्गेट के हुन्छ भन्दाखेरि तिम्रो राजालाई अट्याक गर्ने हुन्छ के होइन। तिम्रो राजालाई मैले अट्याक गर्न पाएँ भने फेरि पानी पनि भन्न पाउँदिनँ। बचाऊ आफ्नो राजालाई, तिम्रो राजा अट्याकमा छ। मजा सेभ गर्ने हामी यो खेल प्र्याक्टिस गरिरहेका थियौँ, र उनको यो पहिलो खेल हुँदाखेरि मैले उनलाई गोटीहरू चल्न केही कन्फ्युजनहरू भए सेयर पनि गरिरहेको थिएँ। र हामी यसरी खेल्दैछौँ, र हाम्रा गोटीहरू सकिँदैछन् होइन। चेकमेट गर्ने भन्दा पनि गोटी खानेतिर ध्यान दिएर छ। घोडीलात्ता हान्छ नि त, एट्याक गर्ने तरिका भने त्यसको घोडीलात्ता हान्छ। यस नो प्रब्लम। अब मैले सिधै अट्याक गरेर यसलाई चाहिँ खान पाउँछु। अब यसलाई मेरो सेतोलाई हटाउनु सक्यो। हाम्रो खतरा बाजी छ होइन। आज जसले जित्छ त्यसले खतरा पार्टी गर्नुपर्ने छ, र अन्तिममा कसले जित्छ हेरौँ है। अनि अब एकदम सेतो नै मेरो बडी छ छाना चाहिँ होइन। तर यहाँनिर मलाई चेकमेट गर्न चाहिँ गाह्रो भइरहेछ। उसको मेरो रानी गइहाल्यो। अब मेरो रानी चाहिँ खाइदिइसक्यो, उसको रानी पनि मैले उसको रानी चाहिँ अझै बाँकी छ, सायद अझै बाँकी छ।
मैले उसको उठ खाएँ अनि यसरी हामी एकअर्काको गोटीहरू खानेतिर ध्यान छ। मसँग सोधेर गोटीहरू कसरी चल्ने भनेर सोध्दैछन् अनि म चाहिँ आफूले जानेको भन्दैछु, त्यही अनुसार चल्दैछन्। यो हाम्रो मैत्रीपूर्ण खेल हुँदैछ र यसरी सरसल्लाहमा हाम्रो खेल भइरहेको छ। तिम्रो राजाले चेक पायो, राजाले कि त भगाऊ कि त यसलाई मार। त्यसले मार्नु सक्दैन किनभने यसले मेरो सपोर्टमा दिएछ नि त। नो नो एलाकारमा मेरो यही स्टेप हुन्छ नि त। राजा यहाँ आउन पायो भने यसले चाहिँ खान सक्छ। तिमी राजा नै पायो भने किनभने यता गयो भने त चेकै लाग्छ नि त। यहाँसम्म पुग्यो भने यसले चेक दिइरहेको छ क्या। तिमी त्यही भएर एउटा अप्सन भनेको यहाँ आउने हो कि त यसले तिम्रो हात्तीले खाने हो। राजाले हात्तीलाई चाहिँ खान पाउँदैन किन भन्दा यसले मलाई सपोर्ट दिएको छ नि त हात्तीलाई। चेसलाई नेपालीमा बुद्धिचाल पनि भनिन्छ र एकदम यो बुद्धिवाला दिमाग लगाउने खेल हो र यसमा ट्रिकी गेम हुन्छ। लङ टर्मलाई सोच्नुपर्ने हुन्छ र आफ्नो आफ्नो प्लान गर्नुपर्ने हुन्छ र आफ्नो प्लान यदि लागु गर्दाखेरि त्यो प्लानलाई कसरी गर्ने नयाँ तरिकाले गर्नुपर्छ र विपक्षीलाई त्यो थाहा हुनु हुँदैन र विपक्षीलाई कहिले पनि कमजोर पनि सोच्नु हुँदैन र विपक्षीको चाललाई पनि बुझेर त्यसलाई अवरोध पनि पार्नुपर्ने हुन्छ यस खेलमा। ओपोनेन्टलाई कमजोर सोच्नु नभन्दै हो रहेछ। विपक्षीलाई कहिले कमजोर सोच्नु डायगोनल जान्छ बिकर्ण के बिकर्ण भनेको के हो? बिकर्ण केलाई भन्छन्? हो छड्के रेखालाई बिकर्ण भन्छ। छड्के चल्छ त्यो। कसरी खाँदैन त यहाँ थियो होइन। हात्ती त सिधा चल्छ जता पनि चल्छ। राजाले अहिले चेकै लगाएको छैन। त्यो त तिम्रै हो त। हात्तीको जस्तो खुट्टा हो। एकै दिनमा यो खेल सिक्न निकै गाह्रो छ होइन। धेरै गोटीहरू छन् र गोटीहरूका पनि आफ्ना आफ्नै चालहरू छन्। त्यसो भएको हुनाले सामान्य सिकाइहरू चाहिँ पहिलो दिनमा सिक्न सकिन्छ र त्यो चाहिँ सिकिन्। अनि मैले चाहिँ प्रत्येकचोटि सिकाइ पनि रहेको छु अनि यसलाई अनि आफ्नो मौका परि खाइ पनि रहेको छु। यसरी खेल्दा खेल्दा सिकाउँदै खाँदा चाहिँ आफैलाई गाह्रो हुने रहेछ। मेरा गोटीभरि सब खाइसकिन् अनि त्यसपछि म पनि के काम उनका गोटीहरू पनि सबै खाएँ र अन्तिममा 2टा राजा मात्रै बचे र यो हुनु भनेको ड्र हो। हामी दुइटैको ड्र भयो गेम। त्यसपछि अब बाजी पनि भएन, ड्र भयो अनि के गर्नु। त्यस भएपछि केही गरे होइन, अर्कोचोटि खेल्ने भनेर फेरि हामी गेम बन्द गऱ्यौँ। यो खेल तपाईँहरूलाई कस्तो लाग्यो मन परेमा लाइक गर्नु होला, कमेन्ट गर्नु होला। यस्तै भिडियोहरू मन परेछ भने सेयर पनि गरिदिनु होला र भिडियोहरू हेर्नुको लागि च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला। हामी भने अर्को भिडियोमा उपस्थित हुनेछु। त्यति दिनसम्मको लागि बिदा दिनुहोस्। हस्त धन्यवाद, नमस्कार, शुभ दिन।